everyone, welcome back to our channel. Like म चाहिँ यता बाहिर बसेको छु र मेरो काकी चाहिँ भित्रै हुनुहुन्छ. Let me show you guys. काकी हेलो भनिदिनुहोस् हाम्रो च्यानलमा. हेलो मैले एक्लै स्टार्ट गरे. नकिनौ है म चाहिँ नानीलाई लुगा फेरिदिँदैछु कि अन्त यो बदमास अब देखिँदैन नि बाहिरबाट. यो बदमास केटो यो हो. कौन है ये लोग? कहाँ से आते हैं? सेकेन्ड ब्लग हो हाम्रो चाहिँ है. सेकेन्ड हैन मसँग हुँदै जान्छु. अब चाहिँ हामी सब्जीहरु गर्नु आँटेको भोलिको लागि. र अब हाम्रो फर्स्ट ब्लग कस्तो भयो. हामीले हाम्रो 100% दिएको थियौं र यसमा पनि हामीले अब 200% दिने यसमा चाहिँ. आया हात दुख्दो रहेछ आया. बानी छैन नि त. गाइस हामी चाहिँ निस्किसकेको थियौं. अघि देख्नु भएको छ तपाईहरुले है. फेरि के भयो भन्दाखेरि चाहिँ भाइले टोयलेट लङ टोयलेट आयो हो. फेरि फर्किनु पर्यो. अब के गर्नु है. केटाकेटीहरु रोक्नु त सक्दैन अभियसली. त्यही भएर फर्किनु पर्यो. सो या अब कति बज्यो भने एकछिन म हेर्छु. लाइक गाइज मै छक्कै परे. 6 बज्न जाऊ कि लाइक इट्स गोइङ टु बी 6 o'clock. हामी इको यहीँ छौँ. झन्डा दिन चाहिँ एक लामो छ. सो फर द्याट रिजन हामी चाहिँ कस्तो के भन्थेँ म उयो के भन्छ बिर्से दिमाग उयो झन् दिन चाहिँ लामो छ. सो त्यति साह्रो रात नभएदेखि अघि रात पर्थ्यो नि है. दिन लामो भएको कारणले चाहिँ अब छिटो जाने अन्त छिटो ड्रेसहरू गरेर चाहिँ पासपोर्ट खिच्ने. देन अलिकति सब्जेक्ट हुन्छ. सो यहाँ हाई भनिदेऊ. हाई हेलो भनिदेऊ. हेलो त्यसो गर्नु तिम्रो नाम के हो भन्देऊ न. वाट इज योर नेम? माय नेम इज नितिनश्री वाल्मीकि. तिम्रो ल बाई 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 बाई. यसका नस्के आउँदिन. अहिले चाहिँ म खेल्न आउँछु. आया so as you can see यो चाहिँ विद्यासागर स्कुल. हाम्रो टाढो छ. बाटो हाम्रो टाढो छ. बाटो चाहिँ यस्तो छ है गाइजहरू. किन बदमास गर्छ आयुष. ए गुड इभिनिङ हौ. त्यसले चाहिँ हँसाउनुको लागि गुड मर्निङ भन्छ कि. अन्त जतिसुकै आफ्टरनुनमा पनि गुड मर्निङ भन्छ. इभिनिङमा पनि गुड मर्निङ भन्छ. यसले चाहिँ यो अर्कै खालको मान्छे हो है भाइ. काम लाग्दैन होला भन्दै. लु काकी केही भनिदिनुहोस् हाम्रो भ्लगमा. केही भएन भने यस्तो गर्नुहोस् भनेर सजेस्ट गरिदिनु होला हजुरहरूले. अब हामीले नयाँ स्टार्ट गरेको हामीलाई आइडिया छैन है. अब न्यू बिगिनर हो. बिगिनरमा यस्तै हुन्छ. मैले अस्ति नै भनिसकेको थिएँ कि अब केही भएन भने कमेन्ट गरिदिनुहोस्. हामी त्यो सजेसन लिन्छौँ अनि त्यस्तै खालको भिडियो बनाउँछौँ भनेर. अङ्कलको दोकान हो. अङ्कलको दोकान आइपुग्न दिएछ. कुदैन अगाडि अगाडि. यहाँ पनि चाल मारेको. हेलो अङ्कल. ए हाम्रो अङ्कलको दोकान. यहाँ आएर लुगाहरू किनिदिनुहोस् होला. दामी दामी पाउँछ है अङ्कल. दामी क्वालिटीको पाउँछ नि. ड्रेस गर्न आएको.
जेरक्स पनि हुन्छ जेट्स पनि हुन्छ हो यहाँ देख्न सक्नुहुन्छ हेलमेटहरू पनि छ म त बिर्सिहाल्छु फेरि होइन हौ मासुको दिनु होइन 1:20 ए उताबाट जानुपर्छ नठेल्ने यसले म ठेलेको ठेलेकै छ लेट्स गो आमा जानु भाइ यो बाटो चाहिँ हामी नदेखाउँ होला चेपचुपबाट हामी हिँडेकै छौँ हिँड्दै हिँड्दै मैले हेर्दै हिँडेँ भाइ We are heading towards हाम्रो यतापट्टि चाहिँ रेन्जमा भइहाल्नु अब हामी 6जना अब कस्तो घिनलाग्दो हेरिदिन्छ फेरि हो बजारमा भेट्यो भने बजारमै हेर्छ के हेरेको हेरेको है रुममा पनि बस्नु बाहिर निस्किनु के पो हुन्छ त हौ त्यो भैया चाहिँ कस्तो छ भने चाहिँ नि हुन्छ होला के भन्छ अब हामी हिँड्दैछौँ होइन सपोज हामी हिँड्दैछौँ कि अब आँखाबाट यसरी पुऱ्याइराख्छ परसम्म गजब बेइज्जती है अब चाहिँ सब्जी किन्ने यस ब्रदर Yes, no, नो यस वाइ not to you. La 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 खै जिन्दगी यहाँ छैन रहेछ Sini, mau. Makan ni babu. Boleh boleh je. तो एक बोरा भी हुए दाम बेचारा हमने 25 बोरा भी हुए दाम लगाया क्या फायदा फिर सब्जी किन्नु हुँदैछ हाम्रो आयुष यताउता कुद्दैछ Acar balon masala है Nespresso कराइछ काँक्रा खानुहुन्छ गाइस अच्छा ना कत्रो ढिलो र जाऊ यो त किन ठुलो चाहिँ महँगो ए के गरेको म भिडियो बनाएको बाबा राई बुढो उयोहरू लानु पर्यो बोडी लान्छु हो यो पनि भाइ बाइक आउँदैछ भोलि बहिनीलाई स्पेसल बनाएर खुवाएर पठाउनु पर्यो लगेर ल यो चाहिँ मेरो लागि किन्नु भएको काँक्रा आलुहरू पनि छ यो के भन्छ यसलाई त यो बोडी भेन्डी एप्पलहरू पनि छ बन्दाकोपी प्याज यो निम्बु होला नि निम्बु धेरै भेराइटिज अफ सब्जीहरू छ यहाँ
टमाटर आज आउँदैन नि चला अन्त नि उयो यो मलाई खान दिनु न माछाको त्यही 22 लाई होला हामीलाई 22 लाई त्यही इफ तपाईँहरू बिजनबारी आउँछ र केही सब्जीहरू किन्नु मन लाग्छ भने यु क्यान बाई हियर यहाँ चाहिँ फ्रेस पाउँछ नि त 8 नाफामा कसरी दिनु 25 मा भन्नु 20 रुपैयाँ नाफामा दिनु त्यहाँ बाँकीमा त्यही पनि यो गरेर क्यों लजा रहे हो पोसाउँदैन नि माग्दा मागेको भए चाहिँ तपाईँको 2 रुपियाँ खर्च हुन्छ पिकअपमा 2.5 रुपियाँ लाग्छ हाय हाय झन् पानी चाहिँ रोक्यो गाइजहरू है भ्लग बनाउनु किनभने छाता पनि के गर्नु हुँदैन नि त सो अप्ठ्यारो हुन्छ हो त्यही माथि बिगिनर हो साह्रो छ जिन्दगानी कहिले घाम कहिले पानी अहिले भर्खर दामी दामी भन्दा पनि डरलाग्दो इन्सिडेन्ट भयो मसँग म चाहिँ भ्लग बनाउँदै थिएँ होइन अन्तखेरि चाहिँ सर भेटेँ मैले हो नाम चाहिँ म भन्दिनँ भन्नु हुँदैन नाम चाहिँ कि अन्तखेरि हिजो मैले हालेको थिएँ नि ला हिजो मैले एउटा रिल्स मतलब नाचेको हालेको थिएँ नि युट्युबमा डान्स वाज गुड अरे कम्प्लिमेन्ट पाएँ हो तर नि भ्लग बनाउँदै भेटेँ मैले सरलाई मलाई पुरा डर लाग्यो अब चाहिँ लुकाएँ नि फेरि फोन मैले कस्तो जङ्गली है म त के सोच्छ मलाई म एकदमै जङ्गली छु गाइस यस्तो फोनतिर मात्रै हो कि रियलमा भेट्यो भने म एकदम जङ्गली छु गाह्रो छ जिन्दगानी कहिले घाम कहिले पानी मेरा मजाक सपिङ भयो सब्जीको सपिङ हाम्रो चाहिँ फेरि लुगाहरूको होइन नि गाइस हामी त्यस्तो खालको केटीरै होइन भाइ गाडी आउँदैछ नानु लाइक प्रायः जस्तो केटीहरूले लुगाको सपिङ गरेको भन्दै नक्कल पार्दै देखाउँछ नि त के खोज्दैछ घोप्टो पनि मैले के हामी चाहिँ सब्जीको देखाउँछौँ नि फेरि हो अब यस्तै छ हो अन्डाहरू धरेको थियो गर्न आऊ टोक्छ यता त्यो चाहिँ जानुहुन्छ नि त सर कहाँ हो अब चाहिँ घर फर्केको यतिखेर काम यस्तै कता गयो आया अब चाहिँ घर लाग्दैछ हामी हामीलाई बाइकमै लाँदैन त अङ्कलले के गर्नु आजकलको कुरा पनि हुँदैन मलाई के अङ्कल ए हाम्रो अङ्कल अङ्कलले आजकल बाइकमा पुऱ्याइदिनु हुँदैन मलाई अङ्कलले बाइकमा पुऱ्याइदिनु हुँदैन एक दिन पुऱ्याएर मात्रै पुऱ्याउनु भयो त्यसपछि अङ्कलले भेटेकै छैन तिमीलाई अङ्कलले भेट्यो भने पुऱ्याइदिइहाल्छ भाइ भित्र सामान छ ल छ हौ 2 हात जाऊ मिठाई दिँदैछ अङ्कल केटी हो किन मस्केको के भन्यो दाजु के गरेको तिम्रो नि गृहलक्ष्मी बस्नु आँट्यो कसको मेरो होइन बहिनीको के लक्ष्मी गृहलक्ष्मी पस्दैछ उहिलेदेखि कति 1-2 वर्ष भयो खाएको तिमी पनि भ्लगर भएको म मात्रै होइन काकी पनि त म चाहिँ बोल्दिनँ कि काकी छोरी दुईजना है हिजोदेखि सुरु गरेको अब हेर्नु लाइक फलो सेयर गरेर जाउँ दादा आउँदैछु डल्लै छ मेरो टाइम भोलि कस्तो त्यतिकै म त सोच्दैछु सुन्दा त्यतिकै भोलि फेरि सिधै आयो घरिघरि लाउनु पर्छ है के भन्दा ढुक्कै हुन्छ त अन्त फिक्स छोड्दै राम्रो यस्तो गरेर पाल लगाइदिइराख्नु साट यसरी उडाउने भन्दा हुन्छ ल भाइलाई उयो पिटी भेस्ट खोल्यौँ भनेको बिर्सेछु त अङ्कलले ल्याउँदै हुँदैन ए दिनाको अङ्कलले
यसको बिजोग भइरहेको छ हौ अस्ति कलर सबै सरेछ अरे दुईटा झाँकिदिन्छौँ वाइट त कलर सरेछ गाइजहरु लुगाको कोही कोही भिजाउँदै लुगाको सरेर आइहाल्छ नि त कलर कसरी सरेर दुईटा बिग्रेर झाँकिदिनु के भयो तलाई बाई बाई ए मैले बाहिर भने रिसेछ खै तिम्रो बदलीमा मैले भन्ने नि बाहिर के खाँदैन ए किन नबु यो बोकल किसो हातकल त यो आइसले बोकिदिन्छ होला यताबाट जाउँ ल लङ्का हामी चाहिँ अब यो सर्टकटमा चाहिँ यहाँबाट चाहिँ सिधै सर्टकट थियो नि त त्यहाँ भित्रबाट पसेर सिधै पुग्थ्यो हो गाइजहरु पासपोर्ट उयो आधार कार्डको फोटो हेर्नु चाहिँ तर्सिन्छ डिफरेन्स बिट्विन हाँसुदो छ नि हो के गर्नु यस्तै छ बचपनको फोटो बचपनको कति सुन्नु बढाएको छ है बचपनमा सबैजना त्यस्तै हुन्छ आयो यसले म आफै बोक्छु अप्ठ्यारो भएपछि मेरो छोराले भाइहरूको स्कुल हो लाइक 4 सम्म छ यहाँ चाहिँ सप्तश्री एकाडेमी यहाँ चाहिँ भाइको क्लास हो आयुषको अनि आरब छेत्रीको चाहिँ त्यहाँ छ अँधेरो छैन अँधेरो देखिरहेछ यहाँ चाहिँ 4 सम्म मात्रै छ सप्तश्री एकाडेमी हो सो या गाइज ल ल ल ल ल आरब चाहिँ यहाँनिर ट्युसन पढ्दैछ यो घरभित्र हो अनि अब घरमा गएर म पनि एकछिन पढ्छु बिकज स्टडी इज भेरी इम्पोर्टेन्ट इन आवर लाइफ यु नो इन्जोयमेन्ट गर्नुपर्छ बट देन आफ्नो डेली ड्युटी चाहिँ बिर्सिनु हुँदैन मान्छेहरूले हजुर हो हजुर हो हजुर हो हजुर हो मिठाईहरू हजुर हो यसले फेरि आफै चुज गर्दैछ हो गर्दा उयो त्यो म्याटर गर्नु भन्नुपर्छ यो खानुपर्छ ल मिठो हुन्छ त कुन चाहिँ हो यो के हो आइसक्रिम पप अरे के भने That's it for today. बाई बाई आजको लागि यति नै फेरि नयाँ भ्लगमा भेटौँला बाई बाई एभ्रीवन प्लिज लाइक गरिदिनुहोस् होला अनि सपोर्ट अस हामी न्यू बिगिनर्स नै हो सो या बाई बाई लभ यु गाइज